गुड मर्निङ एभ्रिवान। मेरो चाहिँ अब खानापिना हुँदैछ रेडी। सब्जीमा छ निङ्गुरो केलाउँदैछु, आलु, फुलकोपी एन्ड मटर। दालमा सिटी लाग्दैछ पहिली दाल हो। अन्त काँक्रा छ, काँक्रा र छुर्पीको अचार बनाउनु आँटेको। मेरो भाइ भर्खर उठेको, मेरो बुहारी मर्निङ वक गरेर आएको। 132 बेसी हो। नगर्नुहोस् न, मैले हिजो तिमीलाई भनेको। दाल रेडी भइसक्यो हाम्रो। यम्मी यम्मी छुर्पी र के अरे यो निङ्गुरोको अचार, यो काँक्राको अचार भयो। हाम्रो काउली आलु र फुलकोपी आलु र मटरको मिक्स भेज सब्जी। अनि यहाँ हुँदैछ भात रेडी। थाल चाहिँ यहाँ सब 101 काँसा मात्रै निस्किँदैछ हो। काँसाकै थालमा मात्रै भात खानु अरे नि त कि अलिक छेउबाट काँसा जस्तो देखेन। किन देख्दैन यो? यो त कस्तो हेभी छ, म त उठाउनै नसक्ने रहेछ हो। यो चाहिँ गिफ्ट अरे, बाबाले छोरीलाई दिएको। छोरीले अब खाँदैछ बाबाको थालमा भात।